नमस्कार। स्वास्थ्यको साथी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। अर्थ मन्त्रालय बजेट वक्तव्यको अन्तिम तयारीमा जुटिरहेको छ। आर्थिक स्रोतको चर्को दबाव छ। स्रोतको दबावलाई न्यूनीकरण गर्नका लागि अर्थ मन्त्रालयले शेयर कारोबारमा लाग्ने पुँजीगत लाभ कर बढाउने तयारी गरिरहेको छ। साथै जेठ 15 गते नजिकिँदै गर्दा बजेटको अन्तिम तयारी के कसरी हुँदैछ र राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि सम्बन्धी सम्पूर्ण जानकारी दिनेछौँ। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यतिखेर सरकारलाई आम्दानी बढाउन दबाव परेको कारण शेयर कारोबारमा पुँजीगत लाभ कर बढाउने तयारी भएको अर्थ मन्त्रालयको स्रोतले जानकारी दियो। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्ने पुँजीगत लाभ कर बढाउने तयारी गरेको छ। शेयर कारोबारमा लाग्ने पुँजीगत लाभ कर दोहोरो अङ्कमा पुर्याउने तयारी भएको हो। सरकारलाई आम्दानी बढाउन दबाव परेको कारण पुँजीगत लाभ कर बढाउने तयारी भएको अर्थ मन्त्रालयको स्रोतले जानकारी दियो। आगामी आर्थिक वर्षदेखि घर जग्गा र शेयर कारोबारीले तिर्नुपर्ने पुँजीगत लाभ कर 10% पुर्याउने तयारी छ। स्रोतले भन्यो, अल्पकालीन र दीर्घकालीन सबै लगानीकर्ताका लागि एउटै दर कायम राख्ने बारे छलफल भएको छ। हाल 1 वर्षभन्दा बढी शेयर होल्ड गर्नेले 5% र त्यसभन्दा कम होल्ड गर्नेले नाफामा 7.5% कर तिर्दै आएका छन्। आन्तरिक राजस्व विभागको उक्त प्रस्तावमाथि छलफल भइरहेकाले अन्तिम समयमा पुँजीगत लाभ कर अल्पकालीन र दीर्घकालीनलाई फरक हुने सम्भावना पनि रहेको स्रोतको भनाइ छ। त्यसो भए अल्पकालीन लगानीकर्तालाई 10% र दीर्घकालीन लगानीकर्तालाई 7.5% हुन सक्नेछ। स्रोतका अनुसार पुँजीगत लाभ कर नै शेयर कारोबारमा अन्तिम हुने गरी व्याख्या गर्ने तयारी पनि गरिएको छ। बजेट तयारी भइरहँदा सरकारले नयाँ राजस्वको क्षेत्र खोज्नुभन्दा पनि उठाउँदै आएका करका शीर्षकहरूमा दर वृद्धि गरी आम्दानी बढाउन खोजेको देखिन्छ। सरकारले न्यून आर्थिक स्रोत सङ्कलनका कारण आन्तरिक ऋणलाई पनि चालु खर्चका लागि परिचालन गरेको छ। त्यसले गर्दा राजस्व बढाउन सरकारलाई दबाव छ। लगानीकर्ताले भने अहिले शेयर बजारमा लाग्दै आएको पुँजीगत लाभ कर नबढाई हालकै दरलाई अन्तिम भनेर व्याख्या गर्नुपर्ने माग राख्दै आएका छन्। गत वर्ष विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्च स्तरीय सुझाव समितिले व्यक्तिले गर्ने शेयर कारोबारको नाफामा आयकर ऐन अनुसार कर लगाउन सिफारिस गरेको थियो। यस अनुसार अधिक नाफा कमाउनेले 39% सम्म कर तिर्नुपर्ने हुन्छ। साथै शेयर कारोबारमा व्यक्तिले हाल तिर्दै आएको पुँजीगत लाभ कर समेत बढाउन उक्त समितिले सुझाव दिएको थियो। आयोगको प्रतिवेदनले 1 वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेलाई पुँजीगत लाभ कर 10% कायम गर्ने र 1 वर्षभन्दा बढी होल्ड गर्नेलाई 7.5% कायम गर्न सुझाव दिएको थियो। हाल 1 वर्षभन्दा बढी होल्ड गर्नेले 5% र त्यसभन्दा कम होल्ड गर्नेले नाफामा 7.5% कर तिर्दै आएका छन्। त्यसै गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएको शेयरमा लाभ भएको खण्डमा 10% पुँजीगत लाभ कर तिर्नुपर्छ। सरकारले यस्तो किसिमको लाभ करलाई पनि बढाउने सम्भावना रहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ। सरकारले सोही आयोगको सुझावलाई देखाउँदै पुँजीगत लाभ कर दोहोरो अङ्कमा पुर्याउन लागेको हो। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2082-83 मा कर्मचारीको तलब 10% ले वृद्धि गर्ने गरी बजेटको ड्राफ्ट तयार पारेको छ। बजेटको ड्राफ्ट भनेको बजेटको प्रारम्भिक प्रस्ताव हो, जुन अर्थ मन्त्रालयले तयार गर्छ र मन्त्री परिषदमा छलफलपछि अन्तिम बजेटको रूपमा सङ्घीय संसदमा पेश गरिन्छ। सरकारको यो निर्णयले नेपालको शेयर बजार तथा लगानीकर्ताहरूमा कस्तो प्रभाव पार्ला कमेन्ट गर्न नबिर्सनुहोला। नमस्कार।